तपाईँले म बेलका नगरपालिका र बराक क्षेत्र नगरपालिका जोड्ने चतरा पुलको कुरालाई लिएर उपस्थित भएको छु। यो चतरा पुल पूर्वी नेपालका पहाडी तथा तराई क्षेत्रलाई जोड्ने एक महत्त्वपूर्ण मार्ग हो। यातायात, व्यापार तथा सामाजिक आगमनको लागि यो पुल निकै अत्यन्त उपयोगी छ। पुलको प्रयोगले भोजपुर, धनकुटा, तेह्रथुम, सङ्खुवासभा जस्ता जिल्लाहरूबाट तराईको विराटनगर, इटहरी जस्ता शहरहरूमा जान सजिलो पनि बनेको छ। यो पुलले लामो दूरीको सडक यात्रालाई छुट्याउने काम पनि गरेको छ। भारी सवारी साधन आवतजावत गर्न सक्ने संरचनात्मक रूपमा यो मजबुती पनि रहेको छ। चतरा पुल तथा त्यस क्षेत्रको पर्यटन सम्भावना भने प्रशस्त हामी देख्न सक्छौँ। यस पुलमा कोशी नदीको दृश्य अत्यन्त मनमोहक देखिन्छ। विशेष गरी बिहान र साँझ त अझ यहाँ धेरै मान्छेहरूको भिडभाड पनि हुने गर्छ। चतरा धाम नेपालको एक प्रसिद्ध हिन्दू तीर्थस्थल हो। कोशी नदीको किनारमै रहेको शिव मन्दिर, हनुमान मन्दिर अनि यहाँको धरतीकै पहिलो धार्मिक पर्यटन क्षेत्र बराक क्षेत्र यही नजिकै रहेको छ, जहाँ चाहिँ माघे सङ्क्रान्ति, छठ, हरिहर क्षेत्र मेला जस्ता पर्वहरूमा हजारौँ भक्तजनहरू यहाँ आउने गर्छन्। चतरा पूर्वी पहाड र तराई जोड्ने एन्ट्री पोइन्ट भएकोले हेरिटेज ट्रेल वा पूर्वी सर्किट ट्रेल बनाउन पनि सकिन्छ। सुनसरी, उदयपुर, भोजपुर, धनकुटा, तेह्रथुम र सङ्खुवासभालाई समेटेर सर्कुलर टुरिज्म रुट यसलाई विकास गर्न सकिन्छ। यहाँ सूचना केन्द्र, मार्गदर्शक र पर्यटक सुविधा केन्द्र निर्माण गर्नुपर्ने पनि देखिन्छ। चतरा नदी किनारमा पार्क, रेस्टुरेन्ट र स्टे होमहरू विस्तार गर्न सकिन्छ। क्षेत्रीय उत्सव मेलाहरूमा सरकार तथा निजी क्षेत्रको सहकार्य पनि आवश्यक पनि छ। चतरा क्षेत्रलाई धार्मिक, प्राकृतिक र सांस्कृतिक तीनवटै पर्यटनका पक्षबाट विकास गर्न सकिन्छ। पर्याप्त पूर्वाधार प्रवर्धन र निजी क्षेत्रको लगानीद्वारा यो स्थान पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ।